सिकाइ सुधार परियोजना अन्तर्गत विद्यार्थीहरूको सिकाइ उपलब्धि साझा गर्न अभिभावक शिक्षक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका 6 बकुवामा रहेको जनज्योति माध्यमिक विद्यालयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो। प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। विद्यालयमा अध्ययनरत कक्षा 6 का विद्यार्थीहरूको सिकाइ उपलब्धि साझा गर्न तथा उनीहरूको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावक शिक्षकहरूको सहभागितामा अन्तर्क्रिया गरिएको बी ग्रुपका शिक्षा प्राविधिक सो व्यक्ति देवी लामाले जानकारी दिनुभयो। अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रशिक्षक एवं ठाकुरबाबा नगरपालिकाका शिक्षा उपनिर्देशक रामहरि रिजालले बालबालिकाहरूलाई घरमा जस्तो वातावरण दियो त्यस्तै शिक्षा आर्जन गर्ने बताउनुभयो। यहाँ आमाले चाहिँ पढ्नु भएको छ, आमाले किताब चलाउनु भयो, बच्चाले पनि सँगै किताब चाहिँ लिनु भएको छ। त्यसकारण हामीले घरको वातावरण कस्तो गर्यौं, हामीले घरमा कस्तो वातावरण दियौं त्यस्तै हुने क्या बच्चा। यहाँ चाहिँ छोरीले मोबाइल आमाले छोरीलाई मोबाइल दिनुभयो, यहाँ छोरी एक्लै हुँदा पनि मोबाइलै चलाएर बस्छ। यहाँ चाहिँ आमाले पढाउनु भयो, सँगै साथीहरू भेट हुँदा पनि सँगै पढ्न लाग्यो उसले। तपाईले घरमा कस्तो वातावरण दिनुभएको छ। यहाँ मोबाइल चलाएको परिवार बच्चाले पनि मोबाइल चलाएर बस्छ, अनि यो साथीहरूसँग पनि मोबाइल चलाएर बस्छ। तर साथीहरूसँग पढेको मान्छे उ चाहिँ शिक्षामा अगाडि गएर पुरस्कार पाउने हुन्छ। गणित र विज्ञान विषयको सिकाइ सुधार गर्न सिकाइ परियोजना सुरुवात गरिएको बताउँदै ठाकुरबाबा नगरपालिका शिक्षा क्षेत्रमा नतिजाका आधारमा अगाडि रहेकामा नेपालभरि नै अगाडि बढ्न सबैको साथ आवश्यक रहेको बताउनुभयो। ठाकुरबाबा नगरपालिकालाई नेपालभरि जहाँ गए ठाकुरबाबा भनेपछि ए ठाकुरबाबा हो भन्छ, एकदम सबैले चिन्छन्। यो हामीले गरिरहेको लगानी त्यस्तो भएको हो। त्यसकारण रिजल्टमा पनि हामी त्यस्तै हुन चाहन्छौँ। जसरी नगरपालिकाले लगानी गरेको छ, रिजल्टको आधारमा पनि हामी त्यस्तै हुन चाहन्छौँ। यद्यपि बर्दिया जिल्लामा हामी अगाडि नै छौँ। बर्दिया जिल्लाको 8वटा पालिका लुम्बिनी प्रदेशमा पनि हाम्रो रिजल्ट हेऱ्यो भने लुम्बिनी प्रदेशभन्दा पनि राम्रो छ, नेपालको रिजल्ट भन्दा पनि राम्रो छ। बर्दिया जिल्लामा त हामी यसै राम्रो छौँ, तर हामी नेपालभरिमै पनि राम्रो हुन खोज्छौँ। अब राम्रो हुनको लागि त के गरिदिनु पर्यो, अभिभावकज्यूहरूले पनि कम्तीमा आफ्नो बालबालिकालाई पढ्ने व्यवस्थापन गरिदिनु पर्यो। तपाईँहरूको बालबालिका स्कुलमा गएपछि झोला राख्ने ठाउँ, आफ्नो ड्रेस खोलेर राख्ने ठाउँ, बसेर पढ्ने ठाउँ छ कि छैन, त्यो ठाउँ त बनाइदिनु पर्यो नि। यस कार्यक्रमलाई ठाकुरबाबा नगरपालिकाको 13वटा सामुदायिक विद्यालयमा सञ्चालन गरिने भएको छ। साथै संस्थाले यसअघि शिक्षकहरूको विषयगत पेशागत तालिम, विपन्न बालबालिका शिक्षकहरूको विषयगत पेशागत तालिम, विपन्न बालबालिकाहरूका लागि छात्रवृत्ति, आइसिटीका सामग्री अन्तर्गत स्मार्ट बोर्ड सहयोग, गणित विषयको परीक्षालाका लागि सामग्री लगायतका कार्यक्रमहरू सञ्चालन गरिसकेको भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपका कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो।